तपाईहरु हेर्न सक्नुहुन्छ यो हो आलु। आलुको तस्बिरलाई हामी देखाउने प्रयत्न गरिरहेका छौं। आलु खेती यसरी गरिरहेको छ गंगादेव 3 कुकुरगारी रोल्पा जहाँ रंगजाल टोलमा यसरी आलु उत्पादन गरिरहेको छ। तपाईलाई यहाँको पूरा दृश्यमा देखाउन चाहन्छु। सबैभन्दा पहिले त आलुको बोटलाई निहालेर हेर्नु होला। हल्का असिनाले केही आलुमा समस्या पारे तापनि आलु एकदमै राम्रो देखिरहेको छ। यस्तो छ आलुको दृश्य, तपाईहरु हेरिराख्नु भएको छ। आलु यो मेरो उत्पादन भइरहेको आलुलाई तपाईहरुलाई देखाइरहँदा तपाई यहाँको आलुको दृश्य जतिसक्यो शेयर गरेर सबैलाई देखाइदिनु होला। यो व्यावसायिक रूपमा गरिन्छ यहाँ आलु खेती। यहाँ करिब एक व्यक्ति बराबर कम्तीमा 100 कुइन्टल भन्दा माथि आलु उत्पादन गरिन्छ। म तपाईलाई पूर्ण सबै भिडियो यसै मार्फत देखाउने अनुमति चाहिरहेको छु आज। आलु प्रशस्त मात्रामा उत्पादन हुन्छ यहाँ। यस्ता सबै अधिकांश जग्गाहरुमा आलु लगाए तापनि केही मात्रामा भने यहाँ जौ उत्पादन गरिन्छ। यहाँ जौ पनि प्रशस्त मात्रामा उत्पादन हुन्छ, तर यहाँ जौ लगाए तापनि यहाँका किसानहरु धेरै कम मात्रामा जौ उत्पादन गर्ने गर्दछन्। यहाँको मुख्य खेती भनेकै आलु रहेको छ। यहाँका केही किसानहरु ओखर खेती पनि गर्ने गर्दछन्, जुन दाँते ओखरलाई कलम गरेर उत्पादन गर्ने गरेको बुझिन्छ। जुन हाडे ओखर, जुन काठे ओखर भन्छौं हामी, लोकल ओखर, त्यस काठे ओखर अथवा हाडे ओखरमा दाँते ओखरको टाइनाहरू ल्याएर जोड्ने गरिन्छ। जम्मा यो ओखर 1 वर्ष पहिला मात्रै जोडिएको थियो। तपाईले हेरिरहनु भएको छ 1 वर्ष पहिला जोडिएको ओखर यति धेरै फस्टाएको देखिन्छ। ओखर यसरी जोडिएको छ, जुन 1 वर्ष पहिला जोडिएको थियो। यो भाग हो ओखर जोडिएको भागबाट यसरी जुन यो तलतिरको यो हाडे ओखर हो। हाडे ओखरलाई आरोले अथवा कुनै औजारहरूले काटेर यसलाई बीचमा चिरा पारेर बाहिर बोक्रा यसको यो ओखर र यो ओखरको बोक्रा मिलाएर जोड्ने गरिन्छ। र यसरी जोड्दा यो बोक्राबाट बिस्तारै ठुलो हुँदै जाने गर्दछ, अथवा यो बोक्रा मिसिने क्रममा जुटिरहेको छ। यहाँसम्म तपाई देखिरहनु भएको छ यसरी। अब यो केही समयमा यसरी पुरै यसको सबै भाग जुन यो सबै भाग ढाक्ने छ र त्यसपछि यो उत्पादन अथवा यो परिपक्व हुनेछ, ढल्ने छैन। अब यो हावाले ढल्ने भएको कारण यसलाई बाँधेर माथि अड्याउनको लागि बनाइएको यो खम्बा हो। यो खम्बालाई यसरी उत्पादन अड्याइएको छ। एउटै रुखमा एउटा यो भयो भने अर्को यहाँ पनि जोडिएको छ। र त्यसै गरेर अर्को तपाईहरु देख्न सक्नुहुन्छ यतातिर पनि जोडिएको छ। धनबहादुर ओली, जुन मगराका धनबहादुर ओलीले यसरी जोड्नु भएको थियो। यो तीनवटा एउटै बिरुवामा तीनवटा लगाउने लगभग पहिलो नै हुनुहुन्छ। धेरै कम मात्रामा सफल हुन्छ यो ओखर जडान भने उहाँले जडान गर्न सफल हुनुभएको थियो। मैले यहाँका आज केही सामान्य दृश्यहरू तपाईहरुलाई देखाउने जमर्कोमा जुटिरहेको छु। यो हो टिम्बुर, जुन टिम्बुर भर्खर गेरा लागिरहेको छ। गेरा लाग्ने क्रममा उत्पादन हुने अथवा गेरा लाग्न तर्खरमा छ। सानो गेडा उत्पादन भइरहेको छ यो टिम्बुरको। यो टिम्बुर जुन पहाडी भेगमा पाइन्छ, यो जडीबुटीको लागि उत्पादन गरिन्छ। र यो प्रत्येक वर्ष यहाँका किसानहरू करिब 1 कुइन्टल जति एकजनाले पनि उत्पादन गरेको देखिन्छ। यो टिम्बुर देखाइरहँदा तपाईहरुले यसको बोट पनि अलि ठुलो नै हुने गर्दछ।
र यो सानो सानो भए तापनि योभन्दा धेरै ठुला बोटहरू पनि देखाउन हुने गर्दछ र यो प्रत्येक वर्ष यसरी नै फलेको देख्न सकिन्छ। र यो भर्खर सानो 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 गेडा भर्खर लागेको छ। यो धेरै पिरो हुने गर्दछ टिमुर। जग्गाको डिलडिलमा टिमुरहरू यसरी उत्पादन गरिन्छ भने यो धेरै फस्टाएको पनि देखिन्छ यहाँ। मैले आज दृश्य तपाईँहरूलाई देखाइरहेको छु यो मङ्गराटोल अथवा रङ्ग्यालटोल भनेर चिन्ने गरिन्छ। यो गङ्गादेव 3 कुकुरघारीको तल्लो भेग हो, जुन मङ्गरा खोला नजिकको दृश्यबाट, मङ्गरा खोला नजिकबाट तपाईँहरूलाई मैले आजका दृश्यहरू देखाइरहेको छु। यो हो टिमुर र यसै सँगसँगै यतातिर फेरि निगालो भन्ने चलन छ हाम्रो गाउँघरको भाषामा। निगालाहरू पनि प्रशस्त पाइने गर्दछन् र यहाँ ठुला ठुला निगालाहरू पनि हुने गर्दछन्। त्यस्तै यो मङ्गरा खोला जहाँ बगिरहेको छ, मैले यही ठाउँबाट अहिले तपाईँहरूलाई यसको आसपासबाट दृश्यहरू देखाइरहेको छु। मङ्गरा खोला जुन बगिरहेको छ, पानी कलकल पानी, यदि सफा पानी स्वच्छ पानी बगिरहेको छ, तपाईँहरूले हेरिरहनु भएको छ भने यो हो मङ्गरा खोला जुन स्वच्छ सफा पानी छ। तर यो पानीलाई काठको धुर बनाएर घट्ट चलाउने चल्ती पहिलेदेखि आएको थियो। तर आजभोलि केही ठुला पाइपहरू ल्याएर पनि देखाउने अथवा चलाउने गरिएको छ। पुनः फेरि उही आलु उत्पादन केन्द्रलाई देखाउने जमर्कोमा झुटिरहेको छु म। यसरी देखाउने पर्दा यहाँ माथि रेगुलर घरहरू देख्न सकिन्छ भने यहाँ तल आलु खेती देख्न सकिन्छ प्रशस्त मात्रामा। बिचमा सामान्य गहुँ र जौ थोरै मात्रामा देख्न सकिन्छ। तपाईँहरू हेरिरहनु भएको छ भने गहुँ जौ धेरै कम मात्रामा देखिन्छ। जुन हरियो छैन, त्यो आलुको हरियाली नै फरक छ। धेरै हरियो छ भने गहुँ जौ अलिक कम छ। यहाँ गहुँ जौ पनि प्रशस्त मात्रामा हुन्छ, उत्पादन धेरै मात्रामा हुन्छ र बोट बिरुवाहरू पनि सामान्य पातो रुखहरू पनि देख्न सकिन्छ। यसरी घट्टको घुमिरहेको छ। तपाईँहरू देखिरहनु भएको छ धेरै माथिबाट काठको दुर बनाएर त्यसबाट खरो पारेर तल भुनी घुमाएर माथि घट्ट चलाउने गरिन्छ। अब फोटो लिने त